बच्चा नहीं के ना अंकल, नाम है मेरा शिवा शिवा शिवा। तर ब्याड लक, हामी चाहिँ बजार आउने बित्तिकै जहिले पनि हावाहुरी पानी चल्छ। आज त हामी नेपालमा चाहिँ क्या हिन्दी बोल्ने ल। यम्मी छ मामीले ल्याएको चिज बल, यम्मी छ। मुभ लिनको लागि जाँदैछौँ प्यारामेडिकल। वेलकम बैक टू माई अनदर भिडियो गाइज। न्यू डे न्यू भ्लग। हेलो हाई नमस्कार सबैलाई ढोकरे। सन्चै हुनुहुन्छ होला, हामी पनि सबैजना सन्चै छौँ, आरामै छौँ। अनि आज चाहिँ हामी बजारतिर घुमघाम गर्न आएको थियौँ। तर ब्याड लक, हामी चाहिँ बजार आउने बित्तिकै जहिले पनि हावाहुरी पानी चल्छ। हामी बजार आए चाहिँ किन हो किन साथीहरू, यस्तै हुन्छ, अचम्म लाग्छ। अस्ति पनि गयौँ पारी इन्डिया, आउँदा आउँदा घुम्दा घुम्दै पछि त पानी परेर हावा चलेर घरमा गाली गरेर कतिखेर आउने भनेर आज पनि बाहिर निस्केको थियौँ कि पानी हावा अहिले चाहिँ अलिअलि घाम लाग्न सुरु भयो गाइज। अलिअलि अहिले चाहिँ घाम लाग्न सुरु भयो, तर अघि चाहिँ एकदमै धेरै हावा पानी लागिरहेथ्यो। अनि हामी चाहिँ यहाँ फुड गार्डनमा छौँ। मोमो खायौँ, मोमो खायौँ, चाउमिन खायौँ। अब अनि अहिले फेरि लेग पिसको अर्डर गरिदिइरहेछौँ। अब खानेछौँ अनि एकछिन घुम्नेछौँ। लाइट नै गयो, पानी हावा चलेर लाइट नै गयो। अब यहाँ फुड गार्डनमै देखाउने थिएँ म कस्तो छ भनेर, देखाउँछु। हेर्नुहुन्छ तपाईँहरू, हेर्नुहुन्छ? हेर्नु है त। ये है फूड गार्डन। गार्डन तो नहीं है ना। फूड तो है, गार्डन नहीं है। गार्डन भी है, फ्लावर नहीं है। फ्लावर बाहर है ना, बाहर। ये है मेरा देवरानी, हम 3 लोग आए हैं। आज त हामी नेपालमा चाहिँ क्या हिन्दी बोल्ने ल। आज त अस्ति पो इन्डियामा थियो र हामीले हिन्दी बोलेको। नेपालमा छौँ। यो मेरो बच्चो ठुलो माया, ये काउन्टर। यस्तो छ। आज चाहिँ हामीहरूलाई फुड गार्डनमा घुम्न मन लागेर आएको छौँ। म गार्डन पनि छ कि छैन देखाउँछु है गाइज। वेट गरौँ हा, वेट। म पनि धेरै पछि आयो। वेट गरौँ हाँ। ये है फुड गार्डन, देखाती हूँ मैं फुड गार्डन। ये मौसम हेर्नु साथीहरू कस्तो छ। फुड गार्डनमा फ्लावर पनि रहेछ, गार्डन पनि रहेछ। अघि त यति ठुलो पानी परेको थियो, यस्तो अँध्यारो थियो कि साथीहरू, यस्तो अँध्यारो रात परे जस्तै भएको थियो। अहिले त सुरु भयो फेरि घाम लाग्नुलाई। यहाँ चाहिँ बर्थडे मनाउने ठाउँ। ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु जी। गयो लेग पिस। हेर आफूको ठुलो छ, सबैभन्दा ठुलो। आओ आओ, लेग पिस आ गयो, लेग पिस। ल ल, जुन ठुलो छ त्यही ले नि त। जुन ठुलो छ आ गया लेग पिस। आ टूट पड़ो। क्या है भाई, क्या है? टूट पड़ो। तातो छ, खाइहाल न त। अचास तिमीलाई हुँदै थियो होइन? हेलो हेलो। आ गया मजा। बजाऊ जाना बजाऊ। 1 किलो त एकै छ यार। के गर्दा हो? लाइट छ नि हावा त।
अब हामीले सबै खाइसक्यौँ गाइस। बाई बाई। अब अर्को ब्लगमा भेटौँला। हेलो साथीहरू, हामीहरूले चाहिँ सब थोक रोस्ट मोमो मोमो चाउमिन फिला सबै खाएर हामी निस्केर जाँदैछौँ। फेरि पनि गल्फै बजार घुम्दैछौँ। आज चाहिँ बजार जाने होइन, गल्फै मात्रै हो। मेडिकलमा जाँदैछौँ हामी चाहिँ। ठुलमम्मीलाई के गर्यो अरे, ठुलमम्मीलाई बाच्छाले के खाने अरे, ठुलमम्मीलाई बाच्छाले के खानेर अनि हामी त्यही भएर हामी चाहिँ मुभ लिनको लागि जाँदैछौँ प्यारामेडिकल। अनि मेडिकल पछि आ त घर छिटो जानु छ। अस्ति जस्तो गाली खाइन्छ। अस्ति हामीले कति गाली खायौँ है। अस्ति जस्तो गाली खाइन्छ। आ त घर छिटो जानुपर्ने छ यार। हाम्रो गल्फे बजार हेर्दै गर्नु होला है साथीहरू, म देखाउँछु। फास्ट घरमा पुग्ने ये हमारा गल्फे बजार। हावा चलेर कति धेरै चलेर साथीहरू हावाले हामीलाई चाहिँ पुऱ्याउन खोज्दैछ, तर हामी उड्नेवाला छैनौँ। किन भन्नु न, हामीले चाहिँ अहिले कति धेरै खानेकुरा खाएर आएको छौँ, त्यही भएर हामी उड्नेवाला छैनौँ। हामी भारी छौँ। अहिले त हामी एकदम फुल भइरहेछ। बरु हावालाई हामी उडाउन सक्छौँ, हावाले हामीलाई खाने बित्तिकै हिँडेर यार पेट घोच्दैछ। तेरो हुन्छ हुन्न, मेरो त खाने बित्तिकै हिँड्यो भने पेट घोच्छ यार। हुँदैछ। खाना पनि कम खाइन्छ साथीहरू। स्टिम खायौँ, सी खायौँ, त्यसपछि चाउमिन खायौँ, त्यसपछि फिला खायौँ। यो चाहिँ हाम्रो गल्फे बजार। अघि यति धेरै पानी लागेको थियो साथी, यति धेरै कालो न कालो, अँधेरो न अँधेरो रात परि जस्तो भएको थियो। अहिले चाहिँ फेरि घाम लागेर अहिले चाहिँ एकदम राम्रो भएको छ, रमाइलो भएको छ। बजार आउनु यति हतार हुन्छ, हतार गर्नुपर्छ यार साथीहरू। हजुरहरूलाई आउन मन छ भनेपछि हाम्रो गल्फे बजार हेर्नको लागि आउनु होला। स्वागत छ। बजार आउँदा नि यार साथीहरू यति हतार दगुडी आउनु, दगुडी जानुपर्छ नि। बुहारी भइदियो कि बुहारी छोरीबाट बुहारीबाट त म त ऊ पनि भइसकेको छु नि, मम्मी पनि भइसकेको छु। छोराछोरीको माउ। बुहारीबाट छोरी पनि के अरे आमा पनि भइसकेको छु म चाहिँ। त्यही भएर एकदम हतार गर्नुपर्छ साथीहरू। यो चाहिँ हाम्रो गल्फे बजार। ए बस क्यों यहाँ रुका है? क्योंकि नगर बस है ना। चुप लाग्यो, नगर बस हो नहीं हो। हाँ, और यहाँ छ हाम्रो डिलक्स सूर्य प्रकाश द लग्जरी होम। एक छिटो हिँड्नु लाग्छ यार, म त हुनु लाग्छ, पेट हुनु लाग्छ मेरो त। बुढी भइसक्यो। बुढी भन्नु पनि हो त। कपाल फुलेर यो सेतो कपाल फुलिसकेको छ साथीहरू। बुढी पनि भन्नु हो त बाबा रे बाबा। यहाँ माथिपट्टि जम्मा सेतो कपालले केही छैन यार। यति धेरै मेडिकल दूर पनि कसरी भएको यार। ओ बाबा, मेरो पेट दुखेर मरे। पेट घोचपट्टि परा हो मेडिकल। यही बन्द जैसा है ना। खाने बित्तिकै हिँड्न नसकिने हो बाबा, मेरो त पेट यस्तो भुच्चो लाग्छ नि। आगाउँछुमा फेरि भन्नुहोस् त। आगाउँछुमा बर पारी पिपलु। चिजबल खाएर मुख पनि हेर न कस्तो बनाएर रहेछ। सो साथीहरू, हामी चाहिँ घर आइपुगिसक्यौँ है।
पर उहाँ के यताउता गर्दा गर्दै गर्दा गर्दै ढिलो भयो। अनि त्यसपछि त फेरि पनि पानी पर्न लगेर हावाहुरी आएर अनि हामी चाहिँ बाबालाई पुर्याइदिन लगाएर हामी चाहिँ घर आइसक्यौँ। भिडियो बनाउन पाएनौँ, हामीले त्यहाँको बजारको भिडियो बनाउन पाएनौँ। अनि मेरो टुन्टु मास्टर चाहिँ चिजबल खाएर हेर न मुखभरि ची 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 आक्का लागेको छ। यो त शिवा है, शिवाले के भन्छ बाबा? बच्चा ए बच्चा ए भन्यो भने शिवाले के भन्छ बाबा? बताउनुहोस् त। बच्चा ए भन्यो भने शिवा हेर्नको लागि ए यो बच्चा यो शिवाको फ्यान हो। बच्चा भनेर भन्यो भने नि मेरो टुन्टु बाबा के भन्छ कि शिवा जस्तो, बच्चा नै के नाम हे शिवा भन्छ। भनिदिनुहोस् न फेरि सबैलाई, साथीहरूलाई, गाइजहरूलाई हजुरको डाइरेक्ट सुनाइदिनुहोस् त, बताइदिनुहोस् न। बच्चा नै के यो मेरो पुन्तुली भान्जी हो, यो मेरो पुन्तुली। हेलो गाइज, चिजबल खाँदैछु। खाऊ हजुरको चिजबल त यहाँ छ नि, खै म दिन्छु, रुक्नुहोस्। नखाने सकिसकेको छ नि, रुन्छ गन्दामा। हो नि दिदी, यम्मी छ मामीले ल्याएको चिजबल, यम्मी छ। यो भाइ चाहिँ स्याड छ, किन होला स्याड भएको? बच्चे भन्यो भने शिवाले के गर्छ अरे? बच्चा नै के ना अंकल, नाम है मेरा शिवा शिवा शिवा। ल भयो फेरि रोयो। ओके गाइज, आजलाई यति नै, भिडियो पुरा कम्प्लिट हुन पाएन बजारको हैन। बाई बाई, धेरै माया गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। बाई बाई भन्नुहोस् त बाबा। टुन्टु पनि भनिदिनुहोस् त, भनिदिनुहोस् न। पुन्टुरी बाबा प्लिज सब्सक्राइब गरिदिनुहोस् भन। ठुलो स्वरले भन्नुहोस् न, सब्सक्राइब गरिदिनुहोस् भन न। यहाँ हेर्नुहोस् न, सब्सक्राइब गरिदिनुहोस् भन न। अनि लाइक पनि गरिदिनुहोस्, धेरै माया गरिदिनुहोस् भन्नुहोस् न। प्लिज सब्सक्राइब भन। बाई बाई। ओइ मेरो बाबाले पनि बाई बाई भन्यो। माया बाई बाई। हजुर पनि सब्सक्राइब गरिदिनुहोस् भन्नु। ओके बाई बाई गाइज, फेरि पनि भेट्यो होला नेक्स्ट भिडियोमा। किप लभिङ, थ्याङ्क यू, बाई बाई।